शुभ प्रभात यहाँहरु सम्पूर्णमा होप यु गाइज आर डुइङ वेल आजको हाम्रो यात्रा चाहिँ मिडस्टोन आर्मी क्याम्प देखिको क्यान्टरबरी भन्ने ठाउँसम्म रहेको छ र यो चाहिँ यात्राको क्रममा बनाएको एउटा मेरो सर्ट भिडियो हो यहाँहरुले देख्न सक्नुहुनेछ ब्युटिफुल हाउसेस यो एउटा वान अफ द ओल्डेस्ट क्यासल अब क्यान्टरबरीको हिस्ट्रीको बारेमा कुरा गर्दै गर्दा कुराहरु लम्बिएला यो चीजलाई छोटकरीमा विश्लेषण गर्दै गर्दा चाहिँ हामी अब पानीमा चाहिँ डर लाग्दैन है मलाई त वान अफ द ओल्डेस्ट चर्च तिर लाग्यौं यहाँले देख्न सक्नुहुनेछ ब्युटिफुल यो बोटिङ गर्नु चाहिँ हामीले ट्राई गरेको तर हामी लेट भएर चाहिँ हामीले बोटिङ गर्नु त्यो दिन पाएन हामी किनभने 4 बजे अराउन्ड 4 बजे तिर त्यहाँ पुगिसकेको थियौं र त्यति बेला चाहिँ एकदमै ढिलो भइसकेको थियो यो चाहिँ युजुअली 7 बजे तिर क्लोज हुने भएको हुनाले गर्दाखेरि हामी स्लाइटली ढिलो भयौं यो अगाडिको फोर्टको किल्ला लौरे भाइहरु यो चर्च हो यो चाहिँ नै बाटोको पुरानो घरहरु यो चाहिँ अब वान अफ द ओल्डेस्ट टाउन नै हो यहाँ भाइ बहिनी अंकल जी आन्टीहरु इन्जोय गर्दै हुन्छ यो केही तस्बिरहरु यहाँको बाटोहरु चाहिँ एकदमै ब्युटिफुल मेस्मराइजिङ छ भ्यूहरु ब्रेथ टेकिङ भ्यू वान अफ द ओल्डेस्ट प्रोटेस्टेन्ट चर्च यहाँ हामीले टिकटक पनि बनाएको थियौं ल यहाँले देख्न सक्नुहुनेछ कहाँ छ त कुशल हेर त अनि ल इन्जोय द भ्यू है गाइज अनि हामी चाहिँ कहाँ छौं त कुशल थ्यांक यू फर वाचिङ माय भिडियो गाइज थ्यांक यू हैव अ गुड डे यो कुन क्यासल हो खास ए चर्च वान अफ द ओल्डेस्ट नै होला है